भाइ के गरेको त्यहाँ हामी खुट्टा धुनलाई खुट्टा धुनुपर्ने चाहिँ के भएर बाटो सबै धोबी खोलामा चोपिएर धोबी खोलाको पानी चोपियो कस्तो स्मेल भन तिमी त धेरै तिम्रो के भयो हाम्रो यहाँ जीवन ब्रो चाहिँ पानी चलाउन भनेर जानुभएको पानी सुको अरे अब हो हामी अब यस्तो अवस्था छौँ यहाँ अब गनाएको त्यहाँ मिनरल वाटर किनेर खुट्टा धुने ए मिनरल वाटरले किनेर धोइदियो नि हान्दियो आयुष यहाँ हामी चाहिँ अहिले यहाँ घुम्दै गर्दाखेरि आयुष अन द भिडियो ल्याउने दुईटा पानी दुईटा नि यहाँ कस्तो अवस्था आयो भने नि हामी यहाँ अहिले कस्तो अवस्था खडेरी जस्तो भयो क्या भएन नि त होइन आइसक्यो स्क्यान अहिले 20 पनि हुन्छ स्क्यान के हो हामीले पानी पाइनौ खुट्टा धुने तातो पानी तातो छ भने तातो हुन्छ यहाँ हामी यो पानी किनेर लाइभ यहाँ लाइभ यहाँ घाममा यहाँ पानी दिएन भन्नु यहाँबाट हामीले पानी नपाएको कारणले गर्दा यहाँ हामी मिनरल वाटर किनेर खुट्टा धुँदैछौँ ल हामीलाई चित्त बुझेन मिनरल वाटरले खुट्टा धुन अलिक बिस्तारी बिस्तारी आयुष अहिले हाम्रो यहाँ के भयो अलिकति यहाँ भिडियो भएन छ अहिले हामीले के गर्यौँ के भयो यथार्थमा भनिदिनु पर्यो भन्नुपर्दा हामी त्यहाँ एउटा मोटरसाइकल धुने ठाउँमा गयौँ हाम्रो खुट्टामा लागेको पानी आयो भनेर कुन खोलाको पानी हो धोबी खोलाको पानी हाम्रो प्यारेन्टजीलाई चाहिँ यो धोबी खोलाको पानी पनि खुट्टा धुन योग्य हुने बनाउन लाउनु पर्यो अनि होइन मेन समस्या मोटरसाइकल वर्कसप मोटरसाइकल धुने ठाउँमा जाँदा पानी छैन भन्छ अनि हामी के रिस उठ्यो हामीलाई त इगोमा आयो इगो आयो इगो हट भयो पुरै त्यति भयो कि एउटा मिनरल वाटर किन्दा ब्ल्याङ्केट छोडेर आएको मिनरल वाटर किनेर उनीहरूकै पसल अगाडि गएर तिमीहरू हामीलाई पानी नदिने हामी मिनरल वाटरले खुट्टा धोइदिएर आएको तिनीहरूको अगाडि 3 बोतल किन्नु पानी हामीले 3 बोतल नि 3 बोतल पानी किनेर एक बोतलले अनि हाम्रो यता जीवनद्रो यता अनि हाम्रो जीवनद्रोलाई चाहिँ के भएछ एक्साइटेड भएर पुरा उहाँ चाहिँ मिनरल वाटरले केटाहरूले खुट्टा धोए म चाहिँ के कम भन्ने लागेछ अनि उहाँ पनि मोजासँगै खुट्टा धुन अनि उहाँ चाहिँ मोजासँगै खुट्टा धुनै आउनुभयो त्यस्तो भयो त्यस्तो चलिरहेछ होइन अनि हाम्रो लाइफमा 5 किलो सुन्तला बोक्रा मात्रै बाँकी छ लगभग अनि हामी फोहोर चाहिँ हामीले चाहिँदा खेल्नु हुँदैन भनेर हामीले खाएको चाहिँ फोहोर यसरी टक्क त्यही प्लास्टिकमा बोक्रा चाहिँ हाल्दैछौँ भरे अब हामी डस्टबिन खोजेर अहिले हाल्छौँ र अब हाम्रो बालेन्जीलाई चाहिँ के छ त आयुष सुझाव दिइहाल त बालेन्जीलाई सुझाव धोबी खोलाको पानी अलिक नगनाउने बनाउनु पर्यो हिँड्नु सक्छ कम्तीमा हिँड्दाखेरि पानी हातले छुन सक्ने भएन भने नि खुट्टासम्म राख्न सक्ने गरीको बाटो चाहिँ बनाउनु पर्यो होइन मिनरल वाटर किनेर धुनु पर्यो मिनरल वाटर किनेर अब हामी खुट्टा धुँदैनौँ